जुम्लाका ज्ञानेन्द्र शाही मतदातासँग हेर्नुहोस् यो भिडियो। वरपर हबैले दुई हात माथि उठाओ त हबैले वरपर खै उडाएर भोट केमा भोट केमा हिमाल अम्बालीमा के भन्छ हिमाल अम्बालीमा के भन्छ भोट केमा ल अघिल्लो प्रतिनिधि सभाको निर्वाचनमा जुम्लावासीले जिताएर पठाएका ज्ञानेन्द्र शाहीलाई यो पटक के गर्लान् साथीहरू? यसो त अघिल्लो निर्वाचनमा विजेता भइसकेपछि जुम्लाको आवाज बने ज्ञानेन्द्र शाही र जुम्ला र कर्णालीलाई हेप्न पाइँदैन भनेर त्यहाँका जनजीवनका सवालका पक्षमा र विकासका पक्षमा र देशका नागरिकका पक्षमा खरो रूपमा यदि कोही बोल्छन् भने संसदमा एक ज्ञानेन्द्र शाही पनि हुन् साथीहरू। त्यसैले यो पटक जुम्लाबाट जित हासिल गर्लान् या नगर्लान्, तपाईको मत के छ? कमेन्ट गर्नुहोला।